So hello everyone, welcome back to another episode of Entrepreneur Nepal. हामीसँग एकजना यस्तो खतरा दाइ हुनुहुन्छ अहिलेसम्म देखाएको थिएन हाम्रो खतरा दाइ जो चाहिँ अब प्र्याक्टिकली टाइम रिड्युस गर्नको लागि 6 जना मान्छे जति कमाउँछ हामीले चाहिँ 400 बाट जति कमाउँछ हात चाहिँ कहिले खाँदैन यतिकोमा चाहिँ अब मोमो पनि पाक्यो सस्तो कस्टमा 1200 रुपैयाँ किलो त्यसम्म के पुरै पाक्यो के त्यति केटाहरुको छिटो नि भयो जस्तो कि जम्मा पनि यति प्रपरली म्यानेज हुन सक्दो रहेछ कि म यस्तो मेरो दिमागै So hello everyone, welcome back to another episode of Entrepreneur Nepal. आज यस्तो इन्ट्रेस्टिङ काम हुँदैछ हाम्रो आज चियामाया खोलेको चाहिँ लगभग एक वर्ष 2-3 महिना हुन लागिसक्यो हैन हामीले चाहिँ अहिलेसम्म एउटा इमोसनले एउटा प्राइस मेनु सेट गर्दा पनि हैन धेरै चार्ज गर्नु हुँदैन मिनिमम राख्नुपर्छ देखि लिएर धेरै कुराहरु इमोसन ड्रिभन डिसिजनहरुले हामीले यहाँसम्म लिएर आयौं हैन अब चाहिँ गेस what we are doing is हामीसँग एकजना यस्तो खतरा दाइ हुनुहुन्छ अनि अहिले म भित्र भेटाउँछु हजुरहरुलाई उहाँले चाहिँ एभ्रीथिङलाई चाहिँ यस्तो ब्रेकडाउन गरेर काम गर्नुहुँदै रहेछ कि म त ब्लोन भए मैले त्यो तरिकाले हस्पिटालिटीमा काम भएको त अहिलेसम्म देखाएको थिएन हुन त म धेरै पनि भएको छैन हस्पिटालिटीमा 2-3 वर्ष भयो तर यो 2-3 वर्षको एक्सपिरियन्स चाहिँ इमोसनले मार्केटले के खोजेको छ त्यो प्रोस्पेक्ट बाहिरबाट हेरेर मात्रै अगाडि बढिरहेछ र यहाँसम्म आयो हैन तर अब चाहिँ दाइले चाहिँ इन्टरनल ब्रेकडाउन यसको कस्टिङ यति हुनु पर्यो मार्जिन यति हुनु पर्यो भनेर सबै कुराहरूलाई चाहिँ यस्तो ब्रेकडाउन गरेर देखाउनु भएको छ थ्योरिटिकल्ली अनि म चाहिँ ब्लोन भयो 2-3 दिन भयो दाइको कुराहरू देख्दा सुन्दा दाइसँग बस्दाखेरि चाहिँ अचम्म परिरहेको थियो तर आज चाहिँ हाम्रो प्र्याक्टिकल डे हो आज हामी किचनमा छौँ आज बिहानै 7 बजे आएर ओपनिङ टाइमदेखि नै प्रिपरेसन के गर्न सकिन्छ कहाँ के भइरहेछ कहाँ बढी गइरहेछ हाम्रो मार्जिन कहाँ कम छ यो कुराहरू चाहिँ आज टोटल ब्रेकडाउन हुँदैछ हाम्रो त्यहाँ आएको रेसिपी लाइकवाइज गार्डन्स अनि नेक्स्ट फास्ट फुडको सबै ब्रान्डहरुमा one by one चाहिँ ब्रेकडाउनहरु भइरहेको छ सो एक्साइटेड आज कति कुराहरु सिक्न पाउँछ सो रियली एक्साइटेड फर दैट सो हेरौँ भित्र के हुँदैछ के हुन्छ म अलिकति सर्टपछि सर देखाउँछु आजको दिन चाहिँ मेरो लागि चाहिँ एकदमै इन्ट्रेस्टिङ र ज्ञानमूलक हुनेवाला छ चाहिँ हाम्रो किचन हेलो हाम्रो खतरा दाइ भनेको चाहिँ उहाँ नै हो हजुरको अलिकति सर्ट इन्ट्रोडक्सन दिनु न दाइ मेरो चाहिँ अब ब्याकग्राउन्ड कुकिङ भनौँ न लगभग 17 वर्ष भयो कुकिङमा लागेको हजुर अब स्पेशालिटी भनेको हामीले फुड कस्टहरू कसरी रिड्युस गर्ने हजुर इन्डस्ट्रीमा हैन स्पेशली अब बिजनेसमा के हुँदो रहेछ भने यहाँ बढी आफ्नो प्यासन फ्यान्टासी एउटा हजुर इमोसन भावना भनौँ न हजुर त्यो मन परेको चिज आफै गर्ने तर त्यसलाई रियालिटीमा ल्याउँदाखेरि चाहिँ प्रफिट मार्जिनको कुरा हुन्छ फुड कस्टको कुरा हुन्छ अब हजुर त्यो सबै कुरालाई चाहिँ क्वालिटीलाई कम्प्रोमाइज नगरिकन हामीले कसरी चेन्ज गर्न सक्छौँ त्यो चाहिँ हामीले काम गर्ने मेरो चाहिँ त्यो हो खास त्यही त मैले अघि भर्खर बाहिर त्यो भन्दै थिएँ कि हामी चाहिँ अहिलेसम्म यहाँसम्म खोलेकै 1-1.5 वर्ष हुन लागिसक्यो होइन म अब यो इन्डस्ट्रीमा 2-3 वर्ष भयो तर सबै कुराहरू मार्केटले यो खोजिरहेको छ यो हो मेरो साथीभाइको यस्तो हो यो भनौँ न पर्चेसिङ पावर यो छ यो सबै कुराहरूले चाहिँ ड्रिभन हुँदै यहाँसम्म आयो राम्रो भयो सबै कुराहरू गइरहेछ तर दाइ आएर यो यसरी हुनुपर्छ ब्याकएन्डमा यसरी काम गऱ्यो भने चाहिँ यसले लङ रनमा यसरी काम हेल्प गर्छ देखि लिएर यो कुराहरू म 2-3 दिनदेखि दाइको पछि यताउता हेर्दाखेरि चाहिँ थ्योरिटिकल्ली ब्लोन अवे नै भएको थियो कि अब काम गरौँ म चाहिँ अलि सर देखाउँछु अलिअलि देखाउनु राइट वे अब हामीले नि चियाको मेनली चाहिँ कन्सन्ट्रेट सुरु भइहाल्यो होइन काम सुरु भइसक्यो जो चाहिँ अब प्र्याक्टिकली टाइम रिड्युस गर्नको लागि हजुर अनि क्वालिटी पनि चेन्ज नहोस् भनेर जो चाहिँ हामीले चियाको कन्सन्ट्रेट बनाएको दाइको मेन कन्सर्न चाहिँ अब हामीले त्यसमा वर्क गरेको छिटो जानुपर्छ भन्ने त सबैलाई हुन्छ अभियसली सर्च गर्नुपर्छ तर त्यसको लागि त के छ त त्यसको लागि उपाय हाफ कुक हुन्छ कि फ्रोजन हुन्छ कि अब एभ्री कुरालाई त्यसरी ब्रेकडाउन गरेर चाहिँ दाइले हामीलाई प्र्याक्टिकली देखाउँदै हुनुहुन्छ कि त्यही भएर दाइको मेन कन्सर्न भनेको हाम्रो जस्तो रेस्टुरेन्ट हाम्रो जस्तो फास्ट फुड एकदमै फास्ट फुडमा चाहिँ रेस्टुरेन्टमा चाहिँ टाइमको महत्त्व हुन्छ 2 मिनट 3 मिनट 5 मिनटभित्र चाहिँ हामीले फुड चिया भनौँ न जे पनि सर्भ गरिसक्नु पर्छ स्पेसियालिटी रेस्टुरेन्ट हो हजुर स्पेसियालिटी रेस्टुरेन्टहरूमा चाहिँ अब जस्तै अब गार्डन्स छ त्यहीँ होइन तिनीहरूले चाहिँ 20-30 मिनटको मार्जिन राख्यो उनीहरूको प्रफिट मार्जिन राम्रो हुन्छ हजुर सबै चिज हुन्छ अब हाम्रो जस्तो बिजनेसको चाहिँ प्रफिट मार्जिन कम तर नम्बर अफ पिपल कमिङ इनसाइड द बिजनेस इज मोर होइन हाम्रो चाहिँ मान्छेको टर्नओभरको बिजनेस हो टर्नओभर बढी गराउनलाई जस्तो मेन्टेनेन्स गराउँछ कम प्रफिट मार्जिनमा चाहिँ धेरै मान्छेको छ यो पनि सेम बिजनेस आइडिया हो त्यही भएर चाहिँ सकेसम्म टाइम कम गराउन इफिसियन्सी बढाउन चाहिँ हामी
यसमा लाग्नुपर्छ यो बिजनेस 100जना मान्छे जति कमाउँछ हामीले चाहिँ 400बाट जति कमाउँछ मान्छे चाहिँ नम्बर अफ सिट्स बम्स इन द सिट शुड बी मोर त्यति मात्र आइडिया चाहिँ पहिला खस्रोबाट गर्ने खस्रोको काम चाहिँ के हो भने अब त्यसको चाहिँ अब यो गएको धारलाई मजाले ल्याउने छ हो त्यो ढुङ्गाले सधैँ भिजाएर राख्नुपर्छ ब्यालेन्स चाहिँ कस्तो हुन्छ नि यसरी हेर्दाखेरि कहिले यता ढकेको हुन्छ कहिले यता ढकेको हुन्छ हो यसलाई चाहिँ अब यो यहाँ त सार्पिङ स्टोन छैन होला यसले चाहिँ यसरी ब्यालेन्स गर्ने कि यसरी ब्यालेन्स गऱ्यो भने के हुन्छ भने ट्याक्कै तिम्रो चाहिँ अब चाहिँ यसको पक्का धार पर्छ त्यसमा चाहिँ युज गर्नु पर्यो किनकि यसले कलरको यो मेन कुरा भनेको हाम्रो एक्सट्र्याक्ट हुनुपर्ने कामको काम घटाइदियो अब जस्ट यसको काम बच्यो भनेको त्यो अघिको त्यो जुन चियापत्ती छ त्यसको पुरै एक्सट्र्याक्ट भएको छैन किनकि उसले पुरै हाल्दासम्म यो त्यो चियापत्तीको क्वान्टिटी जति छ अझै बढी हुनुपर्ने हो कि सपिङ बोर्ड चाहिँ यसो गर्दै रिमोभल भित्र यसरी तिमीलाई काटेर यहाँ राखेर मुखमा आउँदैन नि सबैसँग खेल्छ हो मुनि चाहिँ कपडा छ भने कपडा राख्नुपर्छ यसले बस्छ नि त्यो अल्टिन पाएन प्याज यो लियो नि तिमीलाई यो यसरी पक्रिनु यो भाग छैन हातको यो भागले चाहिँ यो चक्कुको यो छ नि यो भाग यसले ठेल्दै आउनुपर्छ कि यो गऱ्यो भने चाहिँ के हुन्छ अरे काट्यो नि यसरी काट्दै आउँदाखेरि चाहिँ हात चाहिँ कहिले पनि काट्दैन बुढेवालाको काम चाहिँ के हो भने यसलाई बुढेवाला र यो वालाको काम चाहिँ पक्रिनु पछाडिपट्टि हो अनि यो पनि यसरी यसो गरेपछि तिमीले माथि हेरेर काट्यो भने प्याज कहिले पनि उसो यसरी चाहिँ अब दाइले भनेको कुराहरूलाई चाहिँ भोलिदेखि फलो गर्नु ट्राई गर्ने दाइ पनि गाइड गरिराख्नुहुन्छ यो जुन क्रस छ नि पनि डढेको छैन हजुर हो यतिकोमा चाहिँ अब मोमो पनि पाक्यो सस्तो कस्टमा पानी उमाल्नु परेन ग्यास पनि बच्यो अब खाँदाखेरि क्रन्ची हुन्छ नि भेज चाहिँ भेज भयो मासु त त्यसै मिठो हुन्छ भेज चाहिँ त्यो क्रन्चीले गर्दाखेरि अझै स्वाद मिठो बनाएको छ यो घिउमा हाल्दाखेरि कस्तो हुन्छ घिउ हाल्नु तेलको ठाउँमा घिउ के 1200 रुपियाँ किलो अलिक खर्च छ भने हाम्रो चाहिँ उहाँ चाहिँ अब मेन टेस्ट गर्ने फुड क्रिटिक गार्डन्समा के छ दोक्दोमा के छ सब थाहा छ चलबल यो अहिले म खाएको मोमो चाहिँ भित्रसम्म के पुरै पाकेको के प्याक अनि बनेको कसरी देख्नु भयो नि कसरी बन्यो तरिका मैले यो नयाँ तरिका देखिराखेँ आज इच्छा त अब यो तरिका त अब छिटो नै भयो मेन कुरा त टाइमिङमा अनि टेस्टमा त अब डिफ्रेन्ट टेस्ट पाइहाल्यो अब नर्मल अचार नहाल्दाखेरि मिठो नर्मली खाँदा त त्यो फ्रोजनको चाहिँ मोमो एउटा चाहिँ लास्ट जान्छ कि पिठो यो त्यसरी भएन चाहिँ अनि मजाले पाकेको यसलाई चाहिँ अङ्ग्रेजीमा डाइरेक्ट हिट मेथड अफ कुकिङ भन्छ मलाई चाहिँ अरू केही गर्छ छैन मलाई चाहिँ निक्लिँदाखेरि राम्रो निक्लिनु पऱ्यो भेज पाक्नु पऱ्यो होइन अब त्यो सबै चिज हुनु पऱ्यो प्लस खाँदा मिठो क्रस्ट भयो नि क्रस्टले मिठो गरायो नि त बिस्किट खाएको जस्तो तर मोमो यसमा तता आयो कि अर्को भाँडा युज गर्नु पऱ्यो नि प्यान पनि तातो भयो रेडी हो बनिसक्यो कुरा टाइमको त्यसपछिबाट स्वाद त्यो ठुल्ठुलो डल्लो भयो नि त्यसले टाँसेन पनि भन्यो तिमीले होइन फुट्यो अस्ति डाउट गर्दैछ नि सबभन्दा बढी मैले डाउट गरेको उसैले हुन्छ र त्यसरी पनि भन्नेवाला तिमीले आठ बनाउनु मिठो अन्डाहरू गर्दाखेरि छिटो यो भित्तामा खोक्ने होइन आउँदैछ नि यो अनि यो घुमायो बेला गर्दा यो बोल हुँदैछ नि होइन तिमीले सिधा मात्र गोल भयो भने बिचमा फेरि मिक्स भएन यो मेथड चाहिँ अब बेसिकली ब्याटर बनाउनु यो मेथड फेरि अन्डालाई फिट्ने चाहिँ अलगै मेथड हुन्छ हो सबै कुराको अलग मेथड हुन्छ गर्दै गयो भने राम्रो गयो भने तिमीले सिकाइदिनु नुन चाहिँ आफूलाई स्वाद जति मनपर्छ त्यति हो अहिले हामी के गरिरहेको छौँ सर भनिदिनु न ए हाम्रो छ नि मेन्यु इन्जिनियरिङ भन्छ यसलाई हजुर अब मेन्यु डिजाइन भन्ने कन्सेप्ट हुन्छ र अहिले चाहिँ अब कति आइटम सेल हुन्छ होइन कति चिज प्रफिटेबल छ अनि कुन चिज तिम्रो अब मेन्युको स्टार हो कुन चाहिँ तिम्रो चिज अब प्रफिटेबल छ पपुलर छैन कुन पपुलर छ प्रफिटेबल छैन हजुर कुन चिज चाहिँ अब मेन्युमा छ तर त्यसले चाहिँ अब प्रफिट पनि दिएको छैन पपुलर पनि छैन खालि न्यू सेन्स मात्रै छ त्यो चिजलाई चाहिँ हामीले अब घटाउने कुनलाई बढाउने कुनको प्राइस चेन्ज गर्ने कुनको रेसिपी अपडेट गर्ने इन्ग्रिडियन्ट चेन्ज गर्ने त्यो काम चाहिँ अहिले गर्दैछौँ यही हो मेन्यु इन्जिनियरिङ अब हामी काम हुँदै गरेको अब धेरै नयाँ कुराहरू सिकिरहेको छु मैले यो हस्पिटालिटीको मैले यस्तरी ब्रेकडाउन गरेर चाहिँ कहिले सोचेकै थिएन सो एज अ बिजनेसम्यान चाहिँ अब बल्ल तिम्रो जर्नी स्टार्ट हुन्छ मेरो जर्नी बल्ल मलाई कतिले भन्छ कि तिमीले त कति धेरै गरिसक्यो के गर्यो मैले त बिगिनिङ पनि गराएर जस्तो फिल भयो कहिले आएर फेरि हस्पिटालिटी कस्तो
एउटा मेन्युमा हाम्रो 200 इन्ग्रिडियन्ट नि हुन्छ एउटा जिराको गेडाको पनि हिसाब हुन्छ एउटा थाइमको टुक्राको पनि हिसाब हुन्छ धनियाँको चौडाको पनि हिसाब हुन्छ त्यो एभ्री माइन्युट डिटेल थाहा पाउनु चाहिँ अब बिजनेसम्यानको रेस्पोन्सिबिलिटी हो अब त्यो चाहिँ जान्नु पऱ्यो भनौँ न आज हामी लेट नाइट के भने लेट इभिनिङसम्म यो कामहरू भइरहेछ अब भोलिको दिनभरिको काम छ भोलि प्र्याक्टिकल आजसम्म थ्योरी भोलि प्र्याक्टिकल पर्सिसम्म हुन्छ होला प्र्याक्टिकल सायद अलिकति अपडेट भनिदिनु न दाइ आज हाम्रो डे 2 आज लक्ष्मणलाई कुटौँ आज पिटाइ खान आएको छौ होइन आज चाहिँ अब मेन के हो भने हाम्रो चियामा भन्ने आउटलेट चाहिँ अब हाम्रो चेन जस्तो भयो होइन हजुर चेन जस्तो भएपछि हाम्रो काम चाहिँ अनस्किल्ड म्यान पावरलाई कि चाहिँ टेक्नोलोजी कि सिम्पल मेनिङ युज गरेर अब लगाउने काम हो म्याकडोनल्डको 14-15 वर्षहरू चलाउँछ एकजना मात्र म्यानेजर हुन्छ होइन त्यसरी सिस्टम भन्छ नि त हजुर किचनमा के हुन्छ भने 3 स्टेप रुल भन्छ कि अब जस्तै किचनको बिचमा यहाँ बस्यो अब 1 2 3 हो यहाँ बस्यो यहाँबाट 1 2 3 यहाँबाट 1 2 3 किचनको सेटअप ठिक छ खालि मान्छे कसरी मुभ गरिरहेछ त्यो कुराहरू चाहिँ हाम्रो म्यानेज गर्दैन आजको काम चाहिँ मसला कसरी बनाउने चपिङहरू के हो हजुर बनाउँदाखेरि कुन खानाहरू सजिलो हुन्छ र 3-4वटा रेसिपीहरू चाहिँ त्यसलाई एउटै इन्ग्रिडियन्ट युज गरी कसरी कस्ट घटाउने त त्यसलाई प्रयोग गर्ने चाहिँ आजको काम हो यो तिमीलाई त याद छ होला तेल तैरेपछि पाक्छ टमाटर होइन अहिले तेल तैरेपछि टमाटर पाक्छ नि हामी कता छौँ यता आज दाइ हामी असन है आज हाम्रो खासमा प्र्याक्टिकल्ली हाम्रो डे 3 हो चियामायामा वर्क गर्न लाग्यो आज चाहिँ हामी अब स्टाफको जुन के भन्छ एफिसियन्सी र इफेक्टिभनेस कामको बढाउनको लागि चाहिँ उनीहरूलाई चाहिने सामानहरू जुन चाहिँ अब किचनलाई अब रन गर्नलाई अब स्मुथली चाहिन्छ त्यो चाहिँ लिन आएको अप्सनमा भने जस्तो सामान पनि पाइयो एकछिन अप्सनमा ह्याङआउट पनि भयो जो रमाइलो भएको त्यही त यो चाहिँ यो सानो कुराहरू के जस्तै अब म्यानेजमेन्टको कुराहरू होइन अब भनौँ न सानो एलिमेन्टहरूले कतिको प्रभाव पार्दो रहेछ भन्ने चाहिँ मैले बिहान हजुरसँग यसो काम गरेर हेरेँ होइन कुराहरू कतिको इम्पोर्टेन्स हो भन्ने कुरा हजुरको पर्सपेक्टिभबाट ठुलो किचन सानो किचन अथवा अब हामी जस्तो अब यस्तो अब सुरुमा चाहिँ जुन यो स्मल आउटलेटहरू खोलेको छ स्पेसली नेपालमा पहिलो कुरा त अब एन्टरप्रेन्योरहरू नयाँ निक्लिनु एकदम राम्रो हो हजुर पर्सनली उनीहरूको डेभलपमेन्टको लागि पनि राम्रो देशको डेभलपमेन्ट पनि राम्रो अब सेकेन्ड पोइन्ट चाहिँ के छ भने जहिले पनि स्टार्ट गर्दा एज अ फ्यान्टास्टिक होइन हजुर एज अ के भन्छ उनीहरूको प्यासन स्टार्ट गर्छ इमोसन प्यासनहरूले होइन अब सबैले आफ्नो प्यासन फलो गरेको हुन्छ at the end of the day, if you are trying to make the money out of this, then you have to work on the cost and everything. You have to work on effectiveness and efficiency of the outlet. त्यसको लागि चाहिँ अब हामीले जस्तै आज बिहान बसेर जुन काम गऱ्यो त्यसले चाहिँ हरेक बिजनेस एउटा अब के भन्छ अब गाइडलाइन जस्तो हुनसक्छ हजुर यो भिडियोले चाहिँ सायद सबैलाई चाहिँ मोटिभेसन पनि दिन्छ हजुर यो भिडियो बनाउनुको हाम्रो इन्टेन्सन पनि के हो भन्दा जस्तै मैले पनि यो चियाको बिजनेस गर्न लाग्यो अहिलेसम्म मैले चाहिँ एउटा पुस गरेर यहाँसम्म आएँ लाइक राम्रो भयो नि त एकपछि अर्को अर्कोपछि अर्को गर्दा गर्दै तर प्लस त्यहाँ चाहिँ एउटा मेजर कुराहरू चाहिँ मिस भएको रहेछ भने मलाई अहिले यस्तो डिप रियलाइजेसन भएको छ कि म रातभरि सुतेन भने त त्यो नसुतेको कारण चाहिँ ओ सेट यस्तो ब्लन्डर गरिरहेको छु मैले तर पनि यहाँसम्म कसरी खुस भयो यो कुरा कसरी आयो अथवा यो आउनु त राइट टाइममा आयो सबै कुराहरू कहिले पनि भनौँ न जहिले आए पनि राइट टाइम नै हुन्छ कहिले बिचमा लेट भन्छ नि तर यो कुराहरू सबैजनालाई चाहिँ यस्तो लाइक नेग्लिजिबल कुरा हो कि कसैले ध्यान दिँदैन स्पेसली नेपालमा होला होइन हजुरले जुन एउटा फुड कस्टको मार्जिन भन्नुभएको छ 80% यो पर्सेन्टेजको पनि कहिले देखाएको हुँदैन जस्तो किचनमा पनि यति प्रपरली म्यानेज हुन सक्दो रहेछ कि म यस्तो मेरो दिमागै त्यो भनौँ न सबै स्पिडमा त रेन्डरै गर्न सकेको छ सिनारियो नै मलाई त मैले भने नि हस्पिटालिटीको डेफमा त्यो दाइ भाडा जस्तो फिल भएको अब चाहिँ खास बिजनेस अब खास बिजनेस सुरु भयो जसरी आयो अब चाहिँ एक्चुअल त्यो सबै कुराहरू यसरी मुठीमा भएर अब चाहिँ बिजनेस रन भएको जस्तो मलाई चाहिँ फिल भएको छ अब हेरौँ अहिले प्र्याक्टिकल भइरहेछ मार्चको एन्डमा एउटा फलोअप भिडियो बनाउँदाखेरि प्रफिट देखेकै भिडियो त्यहाँ त खतरै चेन्ज आउनेवाला छ हुन्छ दाइ आज हाम्रो सपिङ पनि अब ओभरअल लगभग हामीले गऱ्यौँ होइन लगभग सक्यो अब एउटा आउटलेटलाई सक्यो अब अर्को आउटलेटलाई त्यही अकर्डिङले चाहिँ हामी फेरि त्यसको लागि रिक्वायरमेन्ट अनुसार गर्छौँ ल हुन्छ